दाइलाई र बहिनीलाई भेट्न जान्छौँ हामी। घरहरू कहिले बन्न नसक्ने भन्ने हो त्यो। यो भएपछि के त सिधा टावर हो बुर्ज खलिफा। यतिकै राख नि, यतिकै गाडी एकछिन रोक्ने हो क्या? गाडी रोकेर लिँदै क्या यो जोडे टावर होइन? थोरै ब्याग जा हामी जामा पर्यो होइन त बुझ्यो। हवस् ल, राम्रोसँग जानु होला। डेस्टिनेसन आइपुग्यो हाम्रो रामदुलार सर्छ। झर्नुभयो। ल हस् ल, राम्रोसँग जानु होला ल। ईद मुबारक। ल भाइ राम्रोसँग जाऊ। खोइ यार भाइ त कहाँ नाक्मुकै नदेखाएको सर मेट्रो स्टेसन आइयो बुझुमन। हो बानियास गएछ यहाँबाट हामी कम्पनीको गाडीले। एकदम मेट्रो स्टेसन हो। मेट्रो स्टेसन बानियास स्क्वायर पनि आइपुग्यो। गएछ भाइकोहरू थाहा छैन म आउँदैछु भनेर। एक्कासी मेरो सरप्राइज पनि हो। लगभग अब आइपुगिन आँट्यो दाइको रुम। हेरौँ दाइलाई फोन गराएको छैन मैले। दाइ के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ। सरप्राइज हुने भयो आज एकदमै मजाले होइन। यो चाहिँ अब दाइ बसेको बिल्डिङ हो। यो बिल्डिङ चाहिँ दाइ र अङ्कल बस्नुहुन्छ। उहाँहरू सायद सुतिराख्नु भएको होला। राति 10 बजे बिसकेर आउनु भएको अरे। हेरौँ के गर्दै हुनुहुन्छ उहाँहरू। के हुँदैछ आज, के गर्दैछन् रियाक्सन हेरौँ है त। के हो
मर्निङ नमस्ते नमस्कार सबैजनालाई के छ सम्झिनु न कोही कहाँ त अनि ड्युटीबाट आएको मान्छे भात त ज्याम ज्यान के को सब्जी मासु हो के को मासु हो लोक कुखुरा दिउँ लाएर यहाँ लाएर काटेको त्यो अस्ति नै हामीले हामीले खाएको जस्तो ल गाइस दाइको रुममा आएर मजाले अब मासु लोकल कुखुराको मासु खाना रेडी भयो होइन ड्युटीबाट सिधै दाइको रुममा आयो खाना मेरो लागि रेडी भयो अब ज्याम खाइन्छ अनि घुम्न गइन्छ यहाँ बहिनी कति भयो 1 महिना पछाडि सबैजनाको छुट्टी मिल्यो एकदम खुसी छौँ हामी खाना झरक्क मजाले खाइयो फेरि पारेर लोकल कुखुराको मासुसँग होइन यस दाइहरूले अङ्कलहरूले मजाले बनाउनु भएर छ अब घुमघाम गरिन्छ 2 दिन छुट्टी छ सबैजनाले मजाले मेरो भिडियो भ्लग मेरो मेहनत हेरिदिनु होला मेरो अनुहार सबैजनाले साथ सपोर्ट गरिदिनु होला भन्दै अहिलेलाई बिदा हुन चाहन्छु सबैजनालाई नमस्कार जय नेपाल गुड बाई